हामी माटो बोकेर निस्केको मान्छे म आफै पनि माटो जस्तो लाग्छ आफूलाई। त्यसले गर्दाखेरि माटोले कसैलाई विभेद गर्दैन, गर्छ र गर्दैन हैन। जुनै जातिको मान्छेले मकै छर्यो भने मकै उब्रिन्छ, फेरि मकै नै फल्छ, कोदो फल्दैन। त्यो अनुसार हामीले बुझ्नुपर्ने कुरा के छ भने हामी कसैसँग विभेद गर्ने अथवा विभेद होस् भन्ने चाहना राख्ने मान्छे हामी होइनौँ। त्यसो भएको कारणले सबै धर्म, सबै जाति, सबै संस्कार, सबै संस्कृति बाँच्न पाउनुपर्छ, फुल्न पाउनुपर्छ, फल्न पाउनुपर्छ भन्ने हाम्रो बेसिक सिद्धान्त रहेको छ। र त्यही अन्तर्गत हामी विभिन्न ठाउँमा धार्मिक स्थलहरूमा पनि भ्रमण गर्छौँ। यहाँ आउनुको कारण पनि त्यही एउटा चाहिँ नि उद्देश्य हो भन्दा हुन्छ। र यहाँ अब धेरै पहिलादेखि उहाँ हाम्रो सन्तोषजीले आउनुपर्छ पनि भनिराख्नु भएको थियो र मैले यहाँ यो हेर्ने मौका पनि पाएको थिइनँ होइन, सौभाग्य मलाई मिलेको थिएन, आज मिल्यो। र यहाँहरूले सबैजनाले स्वागत गर्नुभएको छ अत्यन्तै राम्रो तरिकाले। यो मालाहरू लगाएर है, यो मालाहरू लगाएर हिँड्ने खालको मान्छे चाहिँ म होइन, तर लगाइदिनु भयो होइन। ससम्मान लगाइदिएको कुरालाई मैले हृदयदेखि ग्रहण गरेको छु। बोलीचाली मेरो कस्तो कस्तो खालको छु होइन, तर मनमा मेरो तपाईँको चाहिँ सबैप्रति सद्भाव छ, सम्मान छ। र त्यही सद्भाव र सम्मानलाई तपाईँको चाहिँ नि हामी सबैजनाले मनन पनि चाहिँ गरेका छौँ। मलाई लाग्छ हामी सबैजना यहाँनिर चाहिँ नि यो एउटा रमाइलो ठाउँ र एउटा अत्यन्तै इतिहास बोकेको महत्त्वपूर्ण होइन यो चाहिँ धार्मिक स्थलमा हामी कसैले केही माग्नका लागि, कसैले केही उ गर्नका लागि आउनु भएको पक्कै पनि हामी छौँ होला होइन। त्यो छ, देशमा शान्ति सुव्यवस्था होस्, सुशासन होस्, समृद्धि होस्, भ्रष्टाचार नहोस्, विभेद नहोस्, झगडा नहोस्, कोही मान्छे अकालमा मर्न नपरोस् भन्ने म चाहिँ त्यो कामना गर्न चाहन्छु। र त्यही हो मेरो माग चाहिँ। अब हुन त भगवान्लाई त मनमा नै माग्नुपर्छ भन्ने छ, तर म चाहिँ पत्रकार सम्मेलन गरेर मागेँ है। मैले जहाँ जान्छु म त्यही नै मागिरहेको हुन्छु है। कोही कसैले अपमान सहनु नपरोस्, कोही कसैले तपाईँको चाहिँ अकालमा मर्नु नपरोस् है। र नेपालमा मात्रै नभएर संसारमै मर्न नपरोस्, म त त्यो पनि चाहन्छु होइन। विभिन्न बाहनामा मान्छे मारामार गर्छ है, जन्मेपछि मरेर जाने चोला हो हाम्रो होइन। जो पनि जन्मेपछि मृत्यु लिएर आएको हुन्छ, आफै मरेर जाने मान्छेलाई मारेर कोठुलो हुने हो होइन। त्यो उडिराखेको काग पनि मरेर जान्छ, ऊ त्यहाँनिर परिवार तिनीहरू मरेर जान्छ, हामी पनि मरेर जान्छौँ। त्यसले गर्दाखेरि जन्मेपछि मरेर जान्छौँ, आफै मरेर जाने मान्छेलाई मार्नु किन, कसैले पनि काटमार नगरौँ, यति भन्न चाहन्छु। नमस्कार।